एमालेको 11औं महाधिवेशन कर्णालीमा कण्डेल र बोगटी गुटकै लडाई। नेकपा एमालेको 11औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दा कर्णाली प्रदेशमा भने अरूभन्दा भिन्न प्रकृतिको शक्ति सङ्घर्ष देखिएको छ। अरू प्रदेशतिर संस्थान र इतर पक्षको प्रतिस्पर्धा भयो, तर कर्णालीमा भने केपी ओलीलाई नै नेता मान्ने स्थायी कमिटी सदस्यद्वय एमलाल कण्डेल र गोरख बोगटी गुटको टक्कर भएको छ। तत्कालीन नेकपा विभाजनपछि एमाले कर्णालीको शक्ति सङ्घर्ष फिरिएको छ। कर्णालीमा कण्डेल र बोगटीले फरक गुट चलाउँदै आएका छन्। पार्टीको प्रदेश र जिल्ला अधिवेशनमा दुई गुट बनाएर चुनावमा भिडेका यी दुई समूहको किचलो महाधिवेशन प्रतिनिधि चयन पनि देखिएको छ। प्रदेशमा बलियो रहेको कण्डेल समूहले बोगटी समूहलाई निषेध गर्दा कतिपय ठाउँमा विवाद चुलिएको नेताहरू बताउँछन्। कर्णालीमा संस्थापन समूह एकलौटी छ, तर लडाईँ दुई नेताले चलाएका गुटहरूबीच हो। एमालेका एक केन्द्रीय सदस्यले भने एमलाल कमरेडको समूहले गोरख कमरेडको समूहलाई पूर्ण रूपमा निषेध गरेपछि केही जिल्लाहरूमा अझै सहमति जुट्न सकेको छैन।